अब दसैँको बेला यस्तै त हो नि अनि दसैँको लागि भिडियोहरू बनाउनु पर्यो होइन अनि केटाहरूलाई यसो म सम्झना छ अहिले चाहिँ के गर्यो भने कहाँ पनि अब कबर काट्नु जानुपर्ने हुन्छ कबर काट्नु जानु आएको यत्तिकै हो उठ्यो सो बिहान आज धेरै पछि है केटाहरूको लागि भनेर माथि छिटो उठेको छिटो त के भन्दा 8:30 भइसक्यो अनि यस्तो फुलहरू रोपेको त्यस्तो ठुलो भइसक्यो होइन घर अलिकति त्यस्तै भइसक्यो त्यही पनि सफा त गरिरहेको हो अब फेरि सफा गर्नु छ दसैँमा फुलहरू छ ढक्क भइरहेछ अब त्यही हो अहिले चाहिँ म टक्क कभर काट्न निस्किनु छु केटा हो कभर काट्ने ठाउँमै भेटौँ है सर्ग भइन्छ दामी पारामा 20 सिलिङ बुकहरू मैले कतिचोटि भने केटा यही हो दामी घाम यार रास्ता आनन्द कि तातो फिल भइरहेको छ मलाई त ती पछि यो घाममा बस्न पाएँ कि होइन नत्र त घामै म त 9-10 बजे उठ्यो काममा गएँ दिनभरि काम गऱ्यो बेलुकी फेरि काममा 10-11 बजीतिर आयो अनि सुत्यो मेरो त्यस्तो डेली लाइफ यति चलिरहेको छ तर आज चाहिँ म देखाउँछु मेरो डेली लाइफ के भइरहेछ भनेर केटा हो भ्लग अलि राम्रो के अरे लामो हुनसक्छ सबले हेर्नु पऱ्यो पुरा होइन सब्सक्राइब गर्नु पऱ्यो यार 500 न्यु इयर भनेको यार 1 वर्ष हुन लागिसक्यो कहिले यार 50-60 पनि बढाउनु सकेन केटाहरूले यसो सेयर गरिदियो सब्सक्राइब गरिदियो है नयाँ हुनुहुन्छ भने सबले सब्सक्राइब गरिदिनु पऱ्यो ल म हिँड्छु है यहाँबाट अब सट्ट लगाएर